फाइनली ससुराली जान रेडी भयो आज। माथिल्लो घरको प्यारी फुच्ची चाहिँ आज हामीसँग जानलाई पछ्याएको। अनि आजको मिनी भ्लग कस्तो लाग्छ भन्नु होला हजुरहरूले। खासै भ्लग बनाउनु त आउँदैन, यसो बनाएर हेरेको कस्तो लाग्छ राम्रो नराम्रो हजुरहरूले भन्नु होला गाइस। लासो फ्याफुला अनि नमस्ते सबैलाई। म चाहिँ जहिले बिहान उठेर भगवानलाई पूजा गर्छु। पूजा गरिसकेपछि चाहिँ हामी सरलाई जाने प्लान थियो आज। त्यसपछि चाहिँ म सरलाई जान रेडी भयो फाइनली। म चाहिँ ठिक्क रेडी भएको थियो, बाहिर यसो हेरेको, बाहिर चाहिँ पानी परिरहेको रहेछ है। अघि अगाडि देखाएर नि फुच्ची चाहिँ त्यही माथिल्लो घरको फुच्ची हो है गाई। हामी चाहिँ रेडी भइसकेका थियौँ। छोरी मान्छेलाई फेरि यति टाइम लाग्छ कि हेर न। त्यो फोन गर्ने चाहिँ मेरो माइली साली। अनि म हेर्नु होला गाइस, मेरो छोरी रेडी भइसक्यो। म रेडी भएर भिडियो बनाउँदै थियो। बाबा मोबाइल दिनु न म बनाउँछु भने फेरि छोरीले। हेलो गाइस, वेलकम टु माई न्यू भ्लग। है हामी चाहिँ माला घर जान आइबे, बाबा रेडी भइसक्यो, मम्मी रेडी भइहाल्नु, म पनि रेडी भइसकेँ गाइस। अब हामी जान्छौँ। अहिले चाहिँ मौसम चाहिँ पानी पर्नेको मौसम छ, पानी परिरहेछ गाइस मौसम। अनि ऊ त्यहाँ हाम्रो अटो छ किन भने किन हाम्रो ऊ त्यहाँ कुलो बनाएको थियो। अनि अटोमा त्यहाँ पस्यो भने अनि बल्ल बल्ल ढेकाले निस्केको थियो होइन गाइस। हामीले चाहिँ यहाँ झोलाहरू प्याक गरिसक्यो होइन गाइस। यहाँ हाम्रो बाबा हिरो बनेर बसेको छ। ल सबैजना रेडी भएर म चाहिँ तालचा लगाउनेतिर लागेँ। अनि म त तालचा लगाएर रेडी भएको थियो। माथिल्लो घरको फुच्ची त हामीसँग जाने भनेर पछ्याइरहेको रहेछ। अनि मैले बसमा खानेकुरा ल्याइदिन्छु भनेको नमान्ने र ए बाबा उसको आमाको कपाल भुतालेर आमा पनि जाने भन्दै रुँदै गरेर यति रुएर पछ्याए कि। अनि बल्ल 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 उसको आमाले म लिएर जान्छु तपाईँहरू जानु भन्यो। अनि हामी चाहिँ अब रेडी भएर हिँड्न लाग्यो है गाइजहरू। कस्तो लाग्छ भन्नु होला हाम्रो भ्लग। अब चाहिँ हामी अटोमा बसेर जानको लागि रेडी भयो। म चाहिँ अटो स्टार्ट गर्न थालेँ। ल गाइज हो हामी चाहिँ हिँड्ने है। अब कस्तो लाग्छ भन्नु होला हजुरहरूलाई। मेरो छोरीले फेरि मोबाइल दिनु न म भिडियो गर्छु भनेर। हेलो गाइस, अब चाहिँ हामी जानु लागेको। बाइ। त्यसपछि पूर्व पश्चिम राजमार्गको धनसार खोलाको केरा बजारमा चाहिँ आइपुग्यो है हामी गाइज हौ। धनसार खोला कटिसकेपछि चाहिँ मैले एकैचोटि भिडियो कट गरेर बागमतीको सिन निकालेँ है गाइजहरू। किनभने चपुर जङ्गलमा पुग्दाखेरि ठुलो पानी परेको थियो, हामीले त्यसैले चाहिँ भिडियो गर्न पाएन। त्यसैले हामी चाहिँ अनि बागमती आइपुगेर अनि मात्र भिडियो गरे है गाइस। अनि हामी चाहिँ बागमती पुलमा आइपुग्यो है गाइज हो। यो बागमती पुल चाहिँ सर्लाही र रौतहटको सिमानामा पर्छ। आधी चाहिँ रौतहटको, आधी चाहिँ सर्लाहीको पर्छ। बर्खायामको समय भएर होला, हेर्नु होला गाइस खोला कत्रो ठुलो आएको छ भनेर वार पार हुने गरेर। अनि यो पुल कटेर सकेपछि चाहिँ तलतिर जानुपर्छ है मेरो ससुराली चाहिँ। हामी चाहिँ यहाँबाट तलतिर लागे है गाइस, भरताल जाने बाटोमा। अनि यो देखेको चाहिँ रेलवेको पुल है गाइस हो।
त्यसपछि हामी चाहिँ भरततालको इन्ट्री गर्यो। यो चाहिँ ठ्याक्कै हामी भरततालमा आइपुग्यो। सर्लाही जिल्लाको एकदमै पर्यटकीय क्षेत्र भरततालमा आउनुहोला। तराईवासीहरूको लागि एकदमै रमणीय घुम्नको लागि राम्रो ठाउँ छ। अनि यहाँबाट चाहिँ पूर्वतिर लाग्नुपर्छ है गाइज हो मेरो ससुराली जानलाई चाहिँ। यो चाहिँ भरततालको मेन ठुलो जहाज चढ्ने टिकट काट्ने ठाउँ हो। अनि ऊ त्यो माथि देखेको चाहिँ साइक्लिङ गर्ने ठाउँ है गाइज हो। साइक्लिङै भन्छ सायद त्यसलाई। अनि यतापट्टि ठुलो जहाज। भरततालमा आउनेलाई खुसीको कुरा पनि छ है। यहाँ नयाँ पिङ पनि हालेको रहेछ। पिङ खेल्नको लागि एकदमै रमणीय ठाउँ पनि छ भरततालमा। अनि त्यसपछि चाहिँ बच्चाहरू खेल्नको लागि पनि छ। आउनुहोला, रमाइलो गर्नुहोला। फाइनली अब चाहिँ हामी ससुराली आइपुग्यो है गाइस। ठ्याक्कै हामी चाहिँ अब ससुराली घरमा आइपुगे। हामी आइपुगिसकेपछि चाहिँ हाम्रो घरको कुकुर चाहिँ फेरि डेन्जर पछ्याउँछ के। ऊ मेरो सालो, उतापट्टिको मेरो माइली साली अनि उसको छोरो ऊ काली। हेर न मसँग के भएको। ल गाइस फाइनली ससुराली आइपुग्यो। कस्तो लाग्छ आजको ब्लग भन्नुहोला गाइजहरू। ससुराली आइसकेपछि मेरो सालो र अनि मेरो माइली सालीको छोरा चाहिँ फेरि मैसँग झुम्बिन्छ। यिनीहरू चाहिँ डेन्जर जुत्छ क्या। फेरि जुद्या जुदै गर्छ गाइजहरू। हेर्नुहोला। आजको लागि यति नै। आजको ब्लग कस्तो लाग्छ भन्नुहोला। धन्यवाद।